सबैजनामा नमस्कार। म ठ्याक्कै बागझोडाको यो पार्कमा आएँ। अलिकति साह्रै नरमाइलो लाग्यो मलाई। यो अलिअलि भत्किन त भत्किया थियो हैन। यसलाई यसो कसकास गर्दाखेरि यो काम लाग्थ्यो होला। यो आगो लाउनमा चाहिँ अलिकति यो सचेत नहुँदाखेरि हेर्दा फकटमा यो जलेर यस्तो हालत भइरहेछ यो। अब यो लगभग राम्रै क्षतिको बजेट धेरै नै क्षति भयो हैन। यो कुरामा चाहिँ अलिकति सोच्नुपर्छ। हेर्नुस्, यस्ता कुराहरू सबै बजेट परेका कुराहरूलाई जोगाएर राख्नुपर्छ। यो कुरा चाहिँ अलि ध्यान दिनुपर्ने हो। यो कसको कमजोरी भयो, आइन्दा यस्तो कमजोरी चाहिँ नगरियोस् है। यो सरासरी हो, यो सबैको मेहनत, यो सबैको लागि हो, एउटाको लागि मात्रै होइन है। यो कुरामा चाहिँ अलिकति सबैले अलि सोच्नुपर्छ है, विचार पुर्याउनुपर्छ है। यो कुरामा भन्नु के भन्नु हैन। यो मैले मात्रै जान्ने भए जस्तो हुन्छ, सबैलाई चाहिने कुरा हो। यसरी चाहिँ यो डढाउनु, यस्तो हालतमा पुर्याउनु यो राम्रो हो जस्तो चाहिँ मलाई लागेन। यसमा तपाईहरु नि के भन्नुहुन्छ? तपाईहरुको नि कमजोरी भयो कि यो कसको कमजोरी हो? यसलाई सुधार्नुस् है। अर्को दिन यस्तो नगर्नुस् है। यस्तो यो गलत हो है यो चाहिँ।